साथीहरु नमस्कार, शुभ बिहानी, गुड मर्निङ। म यति बेला चाहिँ जुबेलमा छु। 1 वर्ष नेपालको बसाइपछि आइसकेको छु। यो गाडी देख्न सक्नुहुन्छ, यो चाहिँ ट्रेलर छ नि, यो मेरो थियो, पहिला मैले चलाउँथेँ। अहिले चाहिँ यहाँ मैले पाल्पा भनेर लेखेको थिएँ, देख्न सक्नुहुन्छ। अहिले पनि त्यो लेखेको मेटिएको छैन कि, यस्तो गर्मीमा पनि मैले यो पेन्टिङ गरेको थिएँ, मैले आफ्नै हातले गरेको हो। नेपालको नक्सा जस्तै पनि छ होइन, पाल्पा लेखेको थिएँ, अझै पनि छ क्या। उहाँ साथीहरूले मेटाउनु भएको हुन्छ होइन। यो पाल्पा लेखेको देखेर पहिला मलाई बाटोमा साथीहरूले सब धेरैजनाले चिन्नुहुन्थ्यो कि। अहिले चाहिँ म यो कम्पनीमा चाहिँ आएको होइन, यहाँ चाहिँ बस्छु एकछिनलाई। म चाहिँ आजाद भिजामा आएको मान्छे होइन। थ्याङ्क यू। भिडियोलाई सेयर गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला। म चाहिँ अब फेरि साउदी आइसकेको छु तपाईँहरू माझ, र हामी मिलेर अगाडि बढ्नुपर्छ। सबैजना ड्राइभरले एक अर्कालाई सहयोग गर्नुपर्छ है। थ्याङ्क यू सो मच, धन्यवाद।